हिजोदेखि हामी प्रचारमा जुटेको टिम हाम्रो अध्यक्ष कमरेडलाई स्वागत गर्नको लागि हामी लागेका छौँ। आदरणीय जनसमुदाय, तपाईहरुले थाहा पाइसक्नु भएको छ, अहिले हामी पार्टी केन्द्रको निर्णय अनुसार केही गम्भीर समीक्षा गरेर हामी हाम्रा विचार, हाम्रा राजनीतिक मुद्दा, हाम्रो वर्ग, हाम्रो समुदायसँग हामी जति गहिरोसँग जोडिराख्नु पर्थ्यो, जति राम्रोसँग हामी अगाडि बढिराख्नु पर्थ्यो, त्यहाँ केही कमी भयो भन्ने महसुस गरेर नै हामी केन्द्रीय समितिको बैठकले हामी एकचोटि फेरि जनताको बीचमा हाम्रो वर्गसँग, हाम्रो समुदायसँग अनि हाम्रा ती महान शहीदका परिवारहरूसँग, बेपत्ता योद्धाका परिवारसँग, ती सबै जेल नेल यातना भोगेका सबै घाइते, अपाङ्ग र यातना पीड़ितहरूलाई प्रत्यक्ष रूपले भेट्नु पनि पर्छ। त्यसै गरी मजदूर, किसान लगायत सबै आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम, थारू लगायत यस क्षेत्रका पनि सबै उत्पीडित जनतासँग प्रत्यक्ष भेटघाट गरेर उहाँहरूका दुःख सुख सुन्नुपर्छ भनेर पनि हामीले यो अभियान सुरु गरेको हो। तपाईहरुले साथ थाहा पाइसक्नु भएको छ, हामीले यो अभियानको सुरुवात चाहिँ पूर्वतिरबाट झापा जिल्लाबाट हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान भनेर सुरु गर्यौं। झापाबाट सुरु भएको त्यो अभियान कञ्चनपुरमा आएर हामीले समापन गर्यौं र हिजोबाट मध्य पहाडी लोकमार्गको उद्घाटन गरेर हामी अगाडि बढ्दैछौं र यसलाई हामी सगरमाथाको फेदीमा लगेर यसको समापन गर्ने, किनकि झापाको सबभन्दा होचो भागबाट हामीले सुरु गर्यौं र नेपालको सबभन्दा अग्लो, संसारकै अग्लो भागको काखमा गएर यसको समापन गर्ने, राष्ट्रिय एकता मजबुत गर्ने, जनताका समस्या समाधान गर्ने, फेरि जनतासँग जोडिने उद्देश्यका साथ हामी यो अभियानमा यहाँ आइपुगेका छौं। आसाम जिल्ला मैले स्मरण गर्दा यो जिल्ला त्यस्तो जिल्ला हो जहाँको जनताको, यहाँ अघि उद्घोषक कमरेडले भने जस्तै पार्टीको योजना र कार्यक्रमलाई बिना हिचकिचाट, बिना दुविधा, जस्तो सुकै त्याग, तपस्या र बलिदानको लागि तयार हुने हाम्रो आधार भूमि, आधार इलाकाको रूपमा आसाम जिल्ला रहेको थियो। म त्यस रूपमा स्मरण गर्न चाहन्छु र यहाँबाट ठूलो संख्यामा शहादत प्राप्त भएको तथ्यले र अहिले यो साफे बगर र एकछिनपछि हामी मंगलसेन जाँदैछौं। मंगलसेनमा भएको फौजी कारबाही र साफे बगरमा पनि त्यसै दिन गरिएको कारबाहीले सिंगो राष्ट्रलाई तरंगित गर्यो। राष्ट्रलाई मात्रै होइन, सिंगै विश्वलाई पनि तरंगित गरेको थियो मंगलसेन फौजी कारबाहीले। र सारा प्रतिक्रियावादीहरूले अब माओवादी आन्दोलनलाई दमनकै भरमा सिद्ध्याउन सकिँदैन, यो धेरै अझै भइसक्यो, यो धेरै शक्तिशाली भइसक्यो भन्ने कुराको एउटा नयाँ प्रमाण पनि आसामले मंगलसेन साफे बगरले दिएको कुरा पनि म आज स्मरण गर्न चाहन्छु। यस्तै कारबाही र जनताको त्याग, तपस्या र बलिदानकै कारण आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको हो। जनयुद्ध नभएको भए र जनयुद्धमा यति ठूलो तपस्या, त्याग र बलिदान नभएको भए यो देशबाट 250 वर्ष पुरानो राजतन्त्रको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्र स्थापना हुने कुरा, या यो देशमा महिलाहरूले, दलितहरूले, आदिवासी जनजातिहरूले, मजदूर किसानले, मधेसी, थारू, मुस्लिम लगायत सबै आदिवासीहरूले जे जति अधिकार प्राप्त गरेका छन् त्यो सम्भव हुने कुरा थिएन। आदरणीय जनसमुदाय, म साफे बगरको यो नगरपालिकाको प्रांगणमा तपाईहरुको अगाडि उभिएर म भन्न चाहन्छु कि तर यो देशका प्रतिक्रियावादी भनौं या बुर्जुवाहरू
यो देशका दलालहरूले यो कुरालाई स्वीकार गर्न चाहँदैनन्। माओवादीकै कारण, हजारौंको त्याग तपस्या र बलिदानकै कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो भन्ने त्यो मान्यतालाई, त्यो तथ्यलाई स्वीकार गर्न चाहँदैनन्। उनीहरूले यसलाई अपमानित गर्ने, कुनै न कुनै रूपले यसलाई अवमूल्यन गर्ने लगातार कोशिश गरि नै राख्छन्। तपाई हामीलाई थाहा छ, अहिले पछिल्लो चोटि हामीले हाम्रो नेतृत्वमा सरकार हुँदा, मेरै नेतृत्वमा सरकार हुँदा, वरिष्ठ उपाध्यक्ष, उप प्रधानमन्त्री र गृहमन्त्री हुँदा हामीले भ्रष्टाचारका विरुद्ध एउटा महाअभियान, ऐतिहासिक अभियानै थालनी गर्यौं र थुप्रै भ्रष्टहरूलाई कारबाहीको दायरामा ल्याउने काम गर्यौं। हामीले नै थुप्रै त्यस्ता ऐनहरू बनायौं सुशासनको पक्षमा र सामाजिक न्यायको पक्षमा। तपाईहरुलाई थाहा छ, मिटर ब्याज पीड़ितको समस्या, नागरिकताको समस्या, सामाजिक सुरक्षा कोषमा हाम्रा विदेशमा गएका हाम्रा परिवारका सदस्यहरूलाई आबद्ध गर्ने कुरा। अहिले झण्डै 15 लाख विदेशमा गएका नेपालीहरू मैले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् र उनका छोराछोरीहरूको भविष्य सुनिश्चित हुने कुरा अगाडि बढेको छ। र यस्ता थुप्रै कामहरू, साथै आर्थिक विकासका निम्ति, आर्थिक समृद्धिका निम्ति पनि हामीले धेरै कोशिश गर्यौं र बिस्तारै जनताले राहत महसुस गर्ने र जनताले बिस्तारै सुशासनको महसुस गर्ने काम हुँदै थियो। तपाईहरुलाई थाहा छ, त्यसको साथै हामीले हाम्रा छिमेकीसँगको सम्बन्धलाई पनि नेपाल राष्ट्र र नेपाली जनताको हितमा अधिकतम सदुपयोग गर्ने कोशिश गर्यौं। चाहे त्यो हिन्दुस्तान अथवा भारत भ्रमणको क्रममा होस्, चाहे चाइना भ्रमणको क्रममा होस्, धेरै ऐतिहासिक महत्वका दूरगामी प्रकृतिका सम्झौता र सहमति गरिएको छ जो सिंगै राष्ट्रले गर्व गर्न सक्छ। तपाई हामी सबैले पनि गर्व गर्न सक्छौं। चाहे हाम्रो नेपाल, भारत र बंगलादेशको बीचमा भएको त्रिदेशीय विद्युत साझेदारीको कुरा होस्, या नेपालको कृषिमा आधुनिकता ल्याउनका लागि भएका सम्झौताहरू हुन्, या चीनसँग भएका सबै परम्परागत नाकाहरू सबै खोल्ने र उत्तरी सिमानामा बस्ने नेपालीहरूको जीवनमा, आर्थिक जीवनमा प्रगति ल्याउनका लागि भएको कुरा होस्, या ती नाका मार्फत चाहिँ हामीले व्यापार व्यवसायलाई वृद्धि गर्ने ढोका खोलेको कुरा होस्, या अन्तर्राष्ट्रिय रूपमा चाहे अमेरिकाको राष्ट्रसंघको अधिवेशनको कुरा होस्, या जलवायु परिवर्तनको कुरा होस्, या खाद्य सम्मेलन, अन्तर्राष्ट्रिय सम्मेलनमा हामीले नेपाली किसानहरूको पक्षमा, नेपाली जनताको पक्षमा जे जति अडान राख्यौं त्यसले नेपालको र नेपालीहरूको सेप ठाडो भएको छ। हामीले यस्ता राम्रा काम गर्दै गर्दा नै दलालहरूले, दलाल पुँजीपति वर्गका प्रतिनिधिहरूले, नोकरशाही पुँजीपतिका प्रतिनिधिहरूले र बिचौलियाहरू जो रातारात करोडौं र अरबपति बन्न खोजे, तिनीहरूका सेटिङ हाम्रो सरकारले भत्काएको हुनाले, भ्रष्टहरूलाई कारबाहीको प्रक्रिया शुरू गरेको हुनाले, ती राजनीतिक दलका नेता हुन् या कर्मचारी तन्त्रका ठूल्ठूला हाकिम हुन् या भूमाफियाहरू हुन् या कुनै त्यस्ता खालका बिचौलिया तत्त्वहरू हुन्, तिनको सेटिङ भत्काउन थालेको हुनाले नै त्यो वर्ग, त्यो पुँजीपति, दलाल पुँजीपति वर्ग हामीसँग डरायो, हामीसँग आतंकित भयो। माओवादीलाई अझै केही समय सरकार चलाउन दिने हो भने त दलाल पुँजीपति र बिचौलियाहरूको, भ्रष्टहरूको सदाको निम्ति उनीहरूको भविष्य अन्धकार हुने भयो भन्ने ठानेपछि तिनै दलाल पुँजीपति र नोकरशाहहरूले कांग्रेस र एमालेका नेताहरूलाई आफ्नो घरमा बोलाएर रातको अँध्यारामा अनेक षड्यन्त्र प्रपञ्च गरे। तपाईहरुले थाहा पाइराख्नु भएकै छ। र हाम्रो पार्टीले यो सबै स्थिति हेरिसकेपछि अब मैले त त्यहाँ पनि भनेको थिएँ, तिमीहरूले तथाकथित संख्याको बलमा हामीलाई सरकारबाट बाहिर पठाउने दुस्साहस त गर्यौ, तर हामी फेरि जनताको बीचमा, हाम्रा मजदूर किसानहरूको बीचमा, हामी महिलाहरूको बीचमा, दलितहरूको बीचमा, सबै उत्पीडित समुदायको बीचमा गएर फेरि ती एजेन्डाको साथ पूरै शक्ति लिएर फेरि हामी आउनेछौं र तिमी भ्रष्टहरूलाई हामी कारबाही गरी छाड्नेछौं भनेर बाहिर आएका थियौं। त्यही उद्देश्यका साथ
हामी अहिले हुलाकी मार्ग केन्द्रित अभियान समापन गरेर अब मध्य पहाडी लोकमार्ग जागरण अभियानको क्रममा छौं र आज यो हाम्रो ऐतिहासिक जिल्ला आछाम, हाम्रो ऐतिहासिक मंगलसेन, साफे बगर र त्यति बेला पूरै आधार इलाकाको रूपमा काम गर्ने रामारोशन, त्यहाँका जनता, त्यहाँका क्रान्तिकारी सबैप्रति म पार्टीको तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु। एकचोटि फेरि हामी समाजवादको निम्ति, समाजवादी क्रान्तिको आधार तयार पार्नको निम्ति जाग्नुपर्ने भएको छ, भ्रष्टहरूलाई कारबाही गर्नको निम्ति जाग्नुपर्ने भएको छ। त्यही अपिल गर्न हामी तपाईहरुको अगाडि उपस्थित भएका छौं। आदरणीय जनसमुदाय, अघि यहाँ भनिए जस्तै आसामले हिजो जनयुद्धका सबै उतार चढाव, घुम्ती मोडहरूमा पार्टीलाई, पार्टी लाइनलाई र पार्टीको लिडरशिप नेतृत्वलाई तपाईहरुले साथ दिनुभयो र अहिले एकचोटि फेरि समाजवादको निम्ति, भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका निम्ति, सामाजिक विभेदका विरुद्ध, आर्थिक संकटका विरुद्ध, आर्थिक क्रान्तिका निम्ति फेरि हामी एकजुट हुनुपर्ने र सँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यही आवश्यकता पूर्ति गर्न नै हामी जनतासँग आएका छौं। तपाईहरुले देख्नुभयो हुलाकी मार्ग केन्द्रित अभियानका बेलामा हामीले शहीद परिवारहरू, बेपत्ता योद्धाका परिवारहरू, घाइते अपाङ्गहरू, मजदूर किसानहरू, सबै उत्पीडित वर्ग समुदायसँग उनीहरूसँगै बसेका छौं, उनीहरूसँगै खाएका छौं, उनीहरूका कुरा सुनेका छौं। अहिले आज बिहान मात्रै पनि डोटीमा थुप्रै शहीद परिवारहरूका कुरा हामीले सुन्यौं, हिजो पनि सुन्यौं, हामी आज पनि सुनिरहेकै छौं, हामी सुन्दै जान्छौं र तिनको आधारमा हामीले फेरि एउटा नयाँ अभियान, फेरि एउटा नयाँ आन्दोलन अगाडि बढाउनु छ। आसामवासी, सम्पूर्ण आदरणीय जनसमुदाय, तपाईहरुले हिजो इतिहासमा जे भूमिका खेल्नुभयो, आउने दिनमा पनि फेरि सामाजिक न्यायको निम्ति, सुशासनको निम्ति र आर्थिक समृद्धिका निम्ति एउटा नयाँ आर्थिक क्रान्ति, एउटा नयाँ सांस्कृतिक क्रान्ति, एउटा नयाँ अभियानमा एकजुट हुन म अपिल गर्न चाहन्छु। दुर्भाग्य जस्तो भन्नुपर्छ, हामीले कहीँ न कहीँ विगतमा केही त्रुटिहरू पनि हामीले गरेका छौं। हामीले पार्टीलाई एकताबद्ध राख्न सकेनौं। यदि हाम्रो पार्टी 1/64 को निर्वाचनमा जसरी देशको शक्तिशाली पार्टीको रूपमा, सबभन्दा बढी जनमत प्राप्त पार्टीको रूपमा अगाडि आएको थियो, त्यसलाई रक्षा गर्न सक्न पाएको भए अहिलेसम्म यो देशमा अरू कुनै पार्टी, अरू कुनै वर्ग, अरू कसैको केही चल्नेवाला थिएन। तर दुर्भाग्य इतिहास हो, घटनाक्रम हो, हामीले त्यसो गर्न सकेनौं। तर अहिले हामी त्यो सबैबाट शिक्षा लिएर फेरि पार्टी एकतातिर, फेरि कम्युनिस्ट आन्दोलन क्रान्तिकारीहरूको एकतातिर हामी अगाडि बढेका छौं। मलाई यो कुरा सुनाउँदा खुशी लागेको छ कि केही दिनभित्रै हामी केही फेरि माओवादी क्रान्तिकारीहरू पनि र अरू कम्युनिस्ट क्रान्तिकारीसँग पार्टी एकता हामी गर्दैछौं र हामी शक्ति सञ्चय गर्दैछौं। लोकमार्ग, यो सेती लोकमार्ग हाम्रै पालामा अगाडि बढाइएको हो। यसलाई थप बजेट व्यवस्था गरेर व्यवस्थापन गर्न हाम्रो पार्टी प्रतिबद्ध छ। यसलाई पूरा गर्न अगाडि बढिन्छ, यो विश्वास दिलाउन चाहन्छु। त्यसैगरी बुढीगंगा हाइड्रो पावर हाम्रै पालामा बन्न शुरू गरिएको, यसलाई पनि थप बजेटको व्यवस्था गरेर अगाडि बढाउने कुरामा पनि तपाई आसामवासी जनताको अगाडि म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यसैगरी बैलपाटा अस्पताल न्याय हेल्थले सञ्चालन गरेको छ, जो यताबाट अन्यत्र लाने कोशिश भएको थियो, हाम्रै कारणले बैलपाटामा नै राखिएको छ र यसमा पनि आर्थिक समस्या भएको मलाई थाहा छ र त्यो आर्थिक समस्या समाधान गर्न पनि हाम्रो पार्टीको तर्फबाट, हाम्रो सिंह नेतृत्वको टिमको तर्फबाट तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। त्यसैगरी 2077 भाद्र 2 गते कैलाश खोला रामारोशनमा बाढी पहिरो गएर ठूलो धनजनको क्षति भएको र यसलाई व्यवस्थापन गर्न बजेट जसरी व्यवस्थापन हुनुपर्ने नभएको कुरा मलाई जानकारीमा छ। म यसलाई जसरी पनि बजेटको व्यवस्था गरेर त्यहाँका पीडितहरूलाई राहत दिने कुरामा पनि तपाईहरुको साथमा हुने विश्वास व्यक्त गर्न चाहन्छु। त्यस्तै बुढीगंगा नदीले साफेबगर एयरपोर्ट लगायत बजार क्षेत्र जोखिममा छ। मैले आउँदै गर्दा मैले साथीहरुसँग भनेको थिएँ, यो त जोखिममा छ यो बुढीगंगाको कारणले। त्यसकारण बुढीगंगामा नदी नियन्त्रण गर्न
र यसको जोखिम कम गर्न पनि म साफे बगरका यहाँका जनताको साथमा रहने पार्टीको तर्फबाट यो विश्वास पनि दिलाउन चाहन्छु। अब म अन्तिममा तपाईं आसामवासी जनसमुदायलाई अपील गर्न चाहन्छु, यति ठूलो परिवर्तन तपाईं हाम्रो त्याग तपस्या र बलिदानले आयो। पार्टीले केही कमी गर्यो मैले तपाईहरुको अगाडि आएर खुलस्त भने पनि हामी सच्याउन चाहन्छौं, हामी सच्चिन चाहन्छौं। हामी तपाईहरुसँग फेरि पहिला जस्तै गरी मिलेर एउटा नयाँ आन्दोलन, समाजवादी आन्दोलन चलाउन चाहन्छौं। र म यति भनिसकेपछि तपाईहरुसँग अपील गर्न चाहन्छु, आउने निर्वाचनमा 64 मा जस्तै 1 नम्बर पार्टी माओवादीलाई बनाउनुहोस्। भ्रष्टाचारलाई अन्त्य गरिनेछ, सुशासन कायम गरिनेछ, देशमा आर्थिक विकासको एउटा नयाँ क्रान्ति ल्याइनेछ। अब हामी अनुभवी भइसक्यौं। भर्खरै म जनयुद्धबाट पहिलोचोटि प्रधानमन्त्री हुन त मध्य पहाडी लोकमार्ग जो अहिले हामी त्यही अभियानमा हिँडिराखेका छौं, त्यो हाम्रै प्रस्तावमा, मेरै प्रस्तावमा अगाडि बढेको हो। राम्रो काम गरिएको थियो। 30,000 सम्म ऋण लिएका गरीब किसानहरूको ऋण मिना पनि हाम्रो पहिलो गणतान्त्रिक सरकारले गरेको थियो। दोस्रो पटक हामी सरकारको नेतृत्व गर्दा लोड सेडिङ अन्त्य गरियो। अहिले देशभरि 98% जनताको घरमा बिजुली बलेको छ। लोड सेडिङको अन्त्य हाम्रै नेतृत्वमा भयो, हाम्रै सरकारले गर्यो। संविधान घोषणा भएपछि चुनाव होला कि नहोला, मधेसमा एउटा ठूलो आन्दोलनको स्थिति थियो। त्यो आन्दोलनलाई वार्ताद्वारा समाधान गरेर सिंगै राष्ट्रलाई लोकतान्त्रिक निर्वाचनमा लाने काम र लोड सेडिङ अन्त्य एकैसाथ गर्ने पनि हाम्रै पार्टीले गर्यो। र अहिलेको यो पटक हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एउटा नयाँ अभियान पनि हामीले चलायौं। अब यसको रक्षा गर्ने जिम्मा, किनकि हामीलाई दलालहरूले र नोकरशाहहरूले, बिचौलियाहरूले अनेक षड्यन्त्र गरेर हामीले गर्न खोजेका राम्रा काम गर्न दिएनन्। अब हामीले हिजो पनि भनेका थियौं, हाम्रो अदालत भनेको जनताको अदालत नै हो। जनता नै हाम्रा न्यायाधीशहरू हुन्। जनताको फैसलाले नै हामीलाई सिंहदरबार पुर्याएको हो। हाम्रा महान शहीद र बेपत्ता योद्धाहरूको त्याग तपस्या नभएको भए, घाइते, अपाङ्ग, जेल, नेल, यातना, थुप्रै पीडा नसहेको भए देश गणतन्त्रमा जान सम्भव थिएन। अहिले यही गणतन्त्र, संघीयता, दलित, महिला, सबै उत्पीडित वर्ग समुदायले पाएको हक अधिकार खोज्ने षड्यन्त्र भइराखेको छ। एक थरी सामन्ती निरङ्कुशतावादीहरू इतिहासलाई पछाडि फर्काउने षड्यन्त्र पनि गर्दैछन्। हामी त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान, एउटा नयाँ आन्दोलनमा जाँदैछौं। तपाईहरु आसाम हिजो पनि क्रान्तिको किल्ला थियो, आधार इलाका थियो। भोलि पनि यो क्रान्तिको रक्षा गर्ने, क्रान्तिका उपलब्धिको रक्षा गर्ने किल्ला हुनुपर्दछ। यहाँ दलाल र फटाहरू, जाली फटाहरूलाई चुनाव जिताउने र जित्न दिने होइन, जनताकै प्रतिनिधि र जनताकै नेताहरूलाई जिताउनु पर्छ। माओवादी बलियो भयो भने दलितहरू बलियो हुन्छन्, माओवादी बलियो भयो भने महिलाहरू बलिया हुन्छन्, माओवादी बलियो हुँदा मजदुर किसान बलियो हुन्छन्, माओवादी बलियो हुँदा नेपाल राष्ट्र बलियो हुन्छ। माओवादी कमजोर भयो भने सम्पूर्ण अधिकारहरू जे प्राप्त भएका छन् त्यो खोसिने खतरा छ। त्यसकारण आसाम जिल्लाको यो ऐतिहासिक साफे बगर नगरपालिकाको प्राङ्गणबाट तपाई आसामवासी जनसमुदायलाई म विशेष रूपले अपील गर्न चाहन्छु। यो अवसर हामीलाई आएको छ। अहिले माओवादी प्रति देशैभरि जनतामा सकारात्मक भाव पैदा भएको, जनताले अब बिस्तारै परिवर्तन ल्याउने पनि माओवादी नै रहेछ, जनताको पक्षमा काम गर्ने पनि माओवादी नै रहेछ भन्ने बुझ्न थालेको छन् जनताले देशैभरि। तपाईहरुले यो कुरालाई फेरि एकचोटि अग्रणी रूपमा अगुवा भएर तपाईहरुले साबित गर्नुपर्छ। म यहाँ आउँदै गर्दा मैले हाम्रो एक समय त पार्टीको केन्द्रमा उपाध्यक्ष पनि हुनुहुन्थ्यो भीम रावल। मैले भीम रावलको सम्पर्क कार्यालय आउँदा आउँदै वार्तामा देखेँ। मैले हिजो मात्रै भीम रावलसँग फोनमा कुरा पनि भएको थियो। उहाँले यो अभियानको सफलताको शुभकामना पनि भन्नुभएको थियो। मैले भनेको थिएँ तपाई हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाई कोसँग कुरा गरिराख्नु भएको छ भनेको छु मैले। म यो साफे बगरको मञ्चबाट पनि भीम रावल लगायत देशभक्त इमानदार कम्युनिस्टहरूलाई इमानदार कम्युनिस्टसँगै सहकार्य गर्नको निम्ति अपील गर्न चाहन्छु। अन्तर्भुक्तारिन जरुरी छैन।
अन्त भौतारिएर केही फाइदा हुनेवाला छैन। भीमजी प्रति मैले सद्भाव सहित यो अपील गर्न चाहन्छु र तपाईहरू सबैलाई पनि अभिवादन भन्दै फेरि बिदा हुन्छु। धन्यवाद।